मकै यसले गोड्दैछु। मेरो गोड्ने तरिका गजबको छ। यो बोट छ, यसरी फेदा हान्ने छोडिदिने, यसरी फेदा हान्ने छोडिदिने, बोट यसरी फेदा हान्ने छोड्ने, यसरी फेदा हान्ने छोड्ने। ल हेर्नु कस्तो छ त आइडिया। ल यो तरिकामा मकै गोडाइ चल्दैछ। एउटा दुईटा जरालाई खलबलाइदिएर तनाव दिने बाहेक अरू केही पनि नगर्ने। मकैलाई गोडेर नै भन्दा यसरी नै गोडा। सबै किन गोड्नु, झारलाई समयको खराब भन्ने लागेर यो स्टाइलमा मकै बोट फेद। मान्छेले यसरी पुरै एरिया खन्नुपर्छ, त्यो भन्दा यसरी फेद्न हान्ने छोडिदिले। ल हेर्नु यसरी लाइनमा लागेका मकैहरूलाई चाहिँ